हेलो नमस्ते। म चाहिँ आज हेयर फलको लागि भनेर चाहिँ यो अलिकति तेलको रेमेडी लिएर आएकी छु। यो चाहिँ कडी पत्ता अनि यो चाहिँ लसुन अनि यो चाहिँ एक दाना प्याजको होइन। अनि अब यसलाई चाहिँ म छिल्दैछु, बोक्रा निकालेर राख्दैछु। यो चाहिँ 1 by 1 गरेर चाहिँ गर्नुपर्छ है। अब पुरै चाहिँ हाल्दैन, म यसको चाहिँ आधी गर्छु। म चाहिँ अहिले यसमा 4 चिज हाल्ने हो, किनभने एउटा लसुन अनि कडी पत्ता अनि प्याज अनि मेथीको दाना चाहिँ हाल्ने हो यसमा चाहिँ। कडी पत्ता अनि यो चाहिँ लसुन, यो चाहिँ मेथी दाना हो होइन। यसलाई चाहिँ मैले फेरि यो 2 चम्चा मात्र, 2 चम्चा चाहिँ इनफ हुन्छ, त्यही भएर पनि। अनि यो चाहिँ मस्टर्ड ओइल मैले चाहिँ अब ग्यासलाई चाहिँ जलाएँ होइन। अनि यसलाई चाहिँ मैले अलिकति डिफ्रेन्ट तरिकाले, जस्तै पहिला चाहिँ अलिकति यसलाई ताप्न दिने, अनि तातेपछि चाहिँ यसमा मैले मेथी हाल्छु। यसलाई चाहिँ हामीले राम्रोसँग अलिकति रातो रातो हुन दिने, धेरै नहुँदाखेरि पनि अलिअलि चाहिँ हुनुपर्छ है, फेरि रातो। त्यसपछि मैले कडी पत्ता हालेँ, कडी पत्ता हालिसकेपछि चाहिँ मैले यसमा लसुन पनि हालेँ। यसलाई चलाइराख्ने फेरि। त्यसपछि चाहिँ हामी यसमा एकछिन चलाएपछि चाहिँ तोरीको तेल हाल्ने। अब गर्मी महिना छ, त्यही भएर पनि हामीले चाहिँ यसलाई नुहाउनुभन्दा 2 घन्टा अगाडि लगाउनु। यसलाई चाहिँ बिस्तारै बिस्तारै चलाउँदै गर्न हेर्नु, यो अलग अलग हुँदै जाँदैछ। यसले चाहिँ 10 देखि 15 मिनटसम्म चाहिँ यसलाई पकाउनुपर्छ है। फेरि यसको हल्का गरेर चाहिँ कलर चेन्ज हुँदैछ। मैले चाहिँ यसलाई लो फ्लेममा चाहिँ बनाउँदैछु। यसको कलर कस्तो मजाले चाहिँ चेन्ज भएछ। यसलाई चाहिँ म अझै डार्क गर्छु। यो चाहिँ भइसकेको छ है, हेर्नु त पुरा रातो भइसकेको छ। मैले चाहिँ यसलाई बन्द गरिदिइसकेको छु है। अब यो हेर्नु त, म यसलाई चिसो गर्न राख्दैछु। यो चाहिँ अब अलिकति चिसो भयो, अलिकति होइन अलिकति चिसो, राम्ररी नै चिसो भएपछि चाहिँ हामीले यसमा खाली गर्दाखेरि राम्रो हुन्छ होइन। तपाईँहरू पनि अब केमा खाली गर्दाखेरि सजिलो हुन्छ, तर त्यहीमै गर्दाखेरि चाहिँ राम्रो। मैले चाहिँ यसमा गरेको, पछि चाहिँ म यसलाई सिसाको भाँडामा राख्ने हो, त्यही भएर पनि। हेर्नुहोस् त, अनि कस्तो राम्रो कलर पनि देखेछ। अनि यसलाई चाहिँ हामीले अब गर्मी महिना सुरु भइसकेको छ नि त, त्यही भएर पनि यसलाई हामीले नुहाउनुभन्दा 2 घन्टा अगाडि मजाले लगाएर अनि नुहाउँदाखेरि चाहिँ हजुरलाई जुन स्याम्पू युज गर्ने मन लाग्छ या जुन स्याम्पू हजुर युज गर्नुहुन्छ त्यही स्याम्पूले चाहिँ आफ्नो टाउकोलाई नुहाइ गर्ने। अनि थ्याङ्क यू सो मच अनि मेरो भिडियो हेरिदिनु भएकोमा, अनि मलाई एकदमै धेरै सपोर्ट अनि माया गर्नुभएकोमा चाहिँ हजुरहरूलाई चाहिँ धेरै 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 धन्यवाद छ। अनि थ्याङ्क यू सो मच।